साथीहरू यसपालि चाहिँ सिजनको आँप चाहिँ भक्कु खाइयो। अनि यो चाहिँ सुपारी आँप अरे। सुपारी आँप पनि खाँदा खाँदै म चाहिँ यहाँ यस्तो गरेर खाने मान्छे। अनि मेरो छोराले चाहिँ किरा हुन्छ मम्मी नखानु नखानु भन्दै थियो। अनि मैले यसलाई पनि दारेर खाएको होइन। अनि यतापट्टि यहाँ दुलो रहेछ क्या, यहाँ हेर्नु लगाइछु यहाँ किरा कसरी निक्लिन्छ हेर्नु है। यहाँ हेर्नु है ल, म अब तपाईँहरूलाई नै यस्तो यस्तो किरा हुँदो रहेछ। अनि कसरी खानु है। अब आँप त खाँदिनँ। यस्तो किरा पो हुँदो रहेछ आँपमा पनि। अनि मैले अगाडि त आँप यस्तो मजाले यसो गिचिक गिचिक पारेर फ्रुटी जस्तै चुसेर कति खान्थेँ। ल हेर्नु त यस्तो किरा हुँदो रहेछ। अनि पुच्छर सुच्छर सबै भएको। मैले यस्तो आँप त यसो गरेर कति खाएँ, कति मैले किरा कति खाएँ। मेरो शरीरभित्र सबै किरा बसिसक्यो होला। अब त म आँप खाँदिनँ। असार 15 आउन आँटिसक्यो। असार 15 पनि आँप नखाने भयो। तपाईँहरू पनि हेरेर मात्रै खानु होला है। यस्तो किरा खाइन्छ। हैत्तेरिका अस्ति चाहिँ नहेरी खाने भएको मसिनो किरा खाएछु।